हेलो वेलकम हाम्रो युट्युब च्यानलमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। हामी पनि एकदमै सन्चै छौँ। अनि आज चाहिँ आउनु न। अनि आज चाहिँ हामी फेरि नयाँ भिडियो लिएर आइसकेको छौँ। अनि हामी चाहिँ आज तीनजनाले मुकबाङ गर्न लागेको थियौँ। फेरि नानी रोइरहेछ, त्यही भएर दुईजना मात्रै भिडियोमा आउन लागेको। अनि केक अनि करेन्ट नुडल्स अनि पिउनको लागि चाहिँ रहेको छ कोक। अनि सबैजनाले हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला, भिडियो हेरेर साथ दिनु होला। लेट्स सी। नमस्ते सबैजनालाई। अनि आज चाहिँ हामी बुढाबुढी दुईजना मुकबाङ गर्दैछौँ। च्यालेन्ज चाहिँ केही पनि छैन। उहाँको चाहिँ फेभरेट केक अनि मेरो फेभरेट नुडल्स। खाऊ है, खाऊ है, खाऊ ल, खाइ ल, खाइ ल। फर्स्ट बाइट। हो क्या? यो जतिको गुलियो छ क्या ल? फुल दिएको त? यो चाहिँ बहिनीले दियो न त? मिठो छैन? फलफुलको जेरी बोलेन। ताउताउनु खानु ल। खान्छ। ए हाम्रो पिउनको लागि चाहिँ यहाँ रहेको छ यो सबै केक सकायो भने त खानु भएन भने यसको प्राइस सबै मलाई दिनुपर्छ। यो रन्नुजी बनाएर के बनाएर? उसको नाम के छ? त्यसको नाम गुलियो छ हो यो त है? ए मैले चाहिँ बिर्सिहालेछु। सबैजनालाई चैते दसैँको शुभकामना। अनि हजुरहरूले कसरी चैते दसैँ मनाउँदै हुनुहुन्छ? हामी चाहिँ यसरी नै मनाउँदैछौँ। अनि केको दिनमा पनि के अरे चैते दसैँको दिनमा मासु भात खानुपर्ने, अरे केक ल्याएर खुवाइदिइरहेछ। मासु भात चाहिँ बिहान पनि खाएको कुखुराको मासु, फेरि बेलुका पनि खानुपर्ने छ सुँगुरको मासु। अनि दिउँसो चाहिँ यो हाम्रो यो भिडियो चाहिँ आज चाहिँ आउँदैन होला, सायद भोलि आउन सक्छ। ढिलै भए पनि ढिलै सुन्नुहुन्छ होला तपाईँले। यो चैते दसैँको शुभकामना नभए पनि ह्याप्पी चैते दसैँ सबैजनालाई। हान्नु न त। 1 बजी भात खाएको होला होइन मैले अघि न? 11 मैले यो हरेक केकको एक पिस ट्राई गरेको सबसे नमिठो यो बयान निलो हुँदो रहेछ। यो यो अब यो मेरो बिस्कुट बनाउने हो वो क्या?
पिरा खानु पर्छ त हल्का खानु मन लाग्दैन हम त चेस गरौँ चेस खाइसकेपछि मेरो केकमा थाल आयो खमाएका छन् साथी कस्तो टेस्ट छ यसको चाहिँ हैन गुलियो खाएर यो खानु नि के मिठो हुन्छ होला हो कतिवटा चाउछ यो 4 वटा टेस्ट राम्रो छैन हो आज त तपाईँ लगाउनु भएको छ र नि यो भयो कति पिरो हाल हो मलाई त पिरो चाहिँ लागेको छैन अलिअलि छ हामी एक दिन खोर्सानीको च्यालेन्ज गरौँ ल 1000 को जुमाइ र मैले साँच्चै गर्नुपर्ने एकचोटि खोर्सानीको खोर्सानीको चाहिँ म चाहिँ सकिनँ जुमाइ खर पसिना आउँछ खोर्सानी खाँदा भर्खर 7 मिनेट हुँदै रहेछ खानु न हो यो खाऊ न के हो तिमीलाई चाहिँ यहाँ त म कहिले छु त मलाई नगाएको जस्तो फिल रातभर अन्डो बसेको कस्तो टाउको दुख्दा ओइ नाने कति त्यो मलाई यो एक दिन के आगने सुनागना सरी सुनागना भनेको नानी नखाएको मिठो के मिठो भयो कोक हातमा बानी गरेकोले रुकुरुकै गर्छ फाइनली मैले चाहिँ खाइसकेको छैन के फाइनली म चाहिँ जितिसकेको अवस्था यो केक पुरै खाइसकेको छु गाइस है सबदेखि चाहिँ कुरा नगर्नु खासमा आज मलाई खानु नै मन थिएन क्या आज अनि त्यो भोकले मलाई खासै भोक पनि लागेको छैन अनि भात पनि फेरि अहिले भर्खर उठेर 1 बजे खाएको नि त त्यही भएर भोक पनि लागेको छैन क्या खासमा भनौँ भने झुल निन्द्रा लागिरहेको तर गेमले गर्दा मात्रै म उठेर बसिरहेको गेम खेलिरहेको गाइस रातभर अनि त बसेको होइन एक निन्द्रा पनि सुत्या छैन अलिकति आँखा झिम पनि नगरी बिहान म एकैचोटि 6 बजे हिजो राति चाहिँ पैसा कमाउनु जानुभएको थियो त्यही भएर सोच्नु पाउनु भएन है
कति कमाउनु भयो अरे भन्नु त फाइनली एक रातको मेरो चाहिँ कमाइ भनेको कस्तो एक रातको भन्नुभएको भन्नु त्यही कमेडी गरे भने त्यही 5,000 500 है 500 रुपियाँ कमा थियो हिजो बेलुका चाहिँ त्यसैले सुत्नै पाएको छैन एक निद्रा पनि सुतेको छैन मलाई रुबी सबैजनालाई सबै हुँदैन अब चाहिँ मैले खाने कोसिस त धेरै गरेको तर खान सकिनँ अनि उहाँले नि खाइसक्नु भएन अनि खानु लाग्यो गाई त्यसले खाइ नसकेर अनि हामी चाहिँ अब हाम्रो भिडियोलाई यतिमै अन्त्य गर्न चाहन्छौँ अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा सबैलाई थ्याङ्क यू सो मच अनि हाम्रो युट्युब च्यानललाई लाइक कमेन्ट सेयर गर्नु सबैजनाले हस्ते बाई